हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा। र अब आज सम्पूर्ण रासपा टिमलाई विशेष गरेर धेरै धेरै धन्यवाद। जेनजीहरूको नयाँ सरकार विस्तार भइसकेको छ र मन्त्रीमण्डलहरू सबलाई, रासपाका मन्त्रीमण्डलहरू सबलाई धेरै धेरै धन्यवाद र सफल कार्यकालको शुभकामना भन्न चाहन्छु। र आगामी दिनमा अबको सरकारले चाहिँ यति राम्रो काम गरोस् कि अबको 5 वर्षपछि रासपाका जति पनि कार्यकर्ताहरू हुनुहुन्छ र अहिलेका सांसदहरू हुनुहुन्छ, 5 वर्षपछि भोट माग्न जनताको सामुन्ने जान नपरोस्, त्यसरी राम्रो काम गर्नुहोला। धेरै धेरै शुभकामना छ। र अब सबैलाई शुभकामना त छँदैछ। र अनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलाई चाहिँ विशेष धन्यवाद, किनकि देश र जनताको लागि चाहिँ जुनसुकै पद पनि त्याग गर्न सक्ने मान्छे भनेको रवि लामिछाने हो। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने हो र उहाँप्रति धेरै धेरै सम्मान तथा शुभकामना भन्न चाहन्छु। र सम्पूर्ण माननीयहरूप्रति हार्दिक बधाई तथा शुभकामना सहित म के भन्न चाहन्छु भने, अनि योभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्तिम इच्छा सोध्ने डिएसपी को हो, त्यो नाम थाहा छैन मलाई, त्यसलाई चाहिँ प्रतिशतको आधारमा होइन, कानुनको आधारमा कडाभन्दा कडा कारबाही हुनुपर्छ। अब प्रतिशतको आधारमा होइन, कानुनको आधारमा। जबकि एउटा व्यक्तिलाई चाहिँ अन्तिम इच्छा सोध्ने त्यो डिएसपीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, ताकि अबको सरकारमा जति पनि पुलिस फोर्स जोसुकै होस् न, त्यस्ता प्रहरी चाहिँ अब उत्पादन नहोस् प्रहरी फोर्समा भन्दै सम्पूर्ण रासपा टिमलाई धन्यवाद भन्न चाहन्छु। र अबको 5 वर्ष यति राम्रो काम होस् कि जनताले चाहेको सरकार छ, बालेन सरकार छ, जनताले चाहेको हो। र भयो पनि अबको 5 वर्षपछि रासपा टिम घर दैलो कार्यक्रम जान नपरोस्, त्यति राम्रो काम गरेर जनताको सामुन्ने प्रस्तुत गर्नुहोला। धन्यवाद। यति भन्दै म धन्यवाद भन्न चाहन्छु। नमस्कार।